नेपालले चाहिँ आफ्नो वर्ल्ड कपको पहिलो म्याच हारिसकेछ अनि अहिले नेपालको 3टा अझै म्याच बाँकी रहेछ, जसमध्ये एउटा म्याच भोलि छ। यदि यो 3टै म्याचबाट एउटा पनि म्याच हार्यो अथवा नराम्रो रन रेटले जित्यो पनि तब पनि हामी वर्ल्ड कपबाट बाहिर भइहाल्छौँ। हामीले सुपर 8मा क्वालिफायर गर्नको लागि राम्रो मार्जिनसँग 3टै म्याच जित्नुपर्छ। कुन रिजनले हामी इङ्ल्यान्डको एगेन्स्ट म्याच हार्यो अनि अरू टिमको एगेन्स्ट पनि हार्न सक्छ। यो वर्ल्ड कपभन्दा पहिला 2टा वार्मअप म्याच भएको थियो, एउटा युएईसँग अनि अर्को क्यानाडासँग। दुवै म्याच लो स्कोरर म्याच थियो अनि दुवै म्याचमा एउटा चिज कमन रहेछ, त्यो चाहिँ के रहेछ? दुवैमा नेपालको बौलिङ राम्रो रहेछ, फिल्डिङ राम्रो रहेछ, तर ब्याटिङमा कहिले 2टा ओपनर चलिरहेछ भने तलको 2टा ब्याटर नचलेको, कहिले मिडल अर्डर चलिरहेछ भने टप अर्डर नचलेको। इङ्ल्यान्ड म्याचको एगेन्स्टमा पनि हाम्रो टप अर्डर चलेन, मिडल अर्डर अनि फिनिसिङ ब्याटरले सबै गरेको। अहिले हामी जुन सिचुएसनमा छ यो सिचुएसनमा हाम्रो बौलिङ, फिल्डिङ अनि ब्याटिङ एकदम राम्रो हुनु पर्यो, नत्र हामी त्यो सुपर 8को लागि क्वालिफायर गर्न सक्दैनौँ। अनि स्पेसली गरी ब्याटिङ, किनभने हाम्रो ब्याटिङमा कहिले टप अर्डर चलिरहेछ भने मिडल अर्डर नचलेको, मिडल अर्डर चलिरहेछ भने टप अर्डर नचलेको। यो पालि हामीले दुवै चल्नुपर्छ, एउटा पनि चलेन भने फेरि म्याच हार्छौँ। आई विस कि हाम्रो कोचले यो कुरामा ध्यान दिएको होला। अब भेटौँला भोलिको म्याच पछि।